मसी सबैजनालाई जय मसी खजुर पार्कमा भएको हाम्रो मिठो जवान भेटघाट सेवा असल तरिकाले सम्पन्न भएको छ। हामीले केही कोरस भजनहरू गायौँ अनि भजनहरू गाएर हामी फेरि क्रिसमसको गीत पनि हामीले गाएर हामीले परमेश्वरको महिमा र क्रिसमसको गीतमा चाहिँ हाम्रो आदरणीय मित्र अर्पण ब्रदरले मिठो डान्स नाच देखाउनु भएको छ। असल गोठालो मण्डलीका विभिन्न झुण्डबाट उपस्थिति हुनुभएका यस खजुर पार्कमा जवान भेटघाटमा अनि सबैलाई स्वागत कार्यक्रम गरियो। विभिन्न झुण्डबाट धेरैजना उपस्थिति हुनु भएको थियो। मिठो सम्झना, मिठो रमाइलो अनि स्वागत असल तरिकाले हाम्रो आदरणीय दीपक तामाङ दाजुबाट अनि स्वागत कार्यक्रम सम्पन्न भएको छ। मेरो उमेश भाइ पनि भेट्नको लागि आएको थियो अनि मिठो भेटघाट भयो। त्यसपछि आदरणीय क्रिस तामाङ दाजुबाट अनि गेमको लागि हातमा रिबन बानियो।
इंग्लिश नेपाली जुनमा पनि लेखेको हुन्छ नेपाल हामीले इंग्लिश नेपाली जुन लेख्नु हुन्छ तर सँगसँगै आएको जति आउँछ लेख्नु न नाउनीहरूलाई अलिअलि भनिदिउँ हाम्रो साइडमा चाहिँ हामी गेम खेलाउनको लागि हाम्रो आदरणीय अमिन राउत दाजु र चेस दाजु हुनुहुन्थ्यो अनि विभिन्न गेमहरू सिकाउनु भयो अनि विभिन्न गेमहरू खेलियो अनि रमाइलो भयो ओके ल सुनिरहनु भएको हैन खुट्टा टाउको भन्दा अलिक जुरुकै हुनु पर्यो क्या इन्ट्रेस्टिङ पार्ट नै त्यही हो क्या ल घुँडा कप उठाउने होला कप उठाउने ल दाइ दाइ बस्नु न म पठाइदिन्छु छिटो उठ्नु न दिदी बस्नु तपाईँ बस्नु अर्को दिदी बस्नु न जसको हातमा कप पर्यो त्यसले राख्यो एक्सन गर्छ खोइ यता ठ्याक्क तपाईँ अगाडि अनि दिदी बस्नु लेडिज फर्स्ट गर्दा यार चार टिमहरू मध्येमा अनि 3 टिमहरू विभिन्न ठाउँहरूमा गेमहरू खेल्दै हुनुहुन्थ्यो हेर्न सक्नुहुनेछ उता एउटा टिम अथवा 2टा टिम यता साइडमा 3टा टिम हाम्रोसँग गरेर 4वटा टिम रहेको छ अनि गेमको सुरुवातहरू भइरहेको छ बीचमा चाहिँ हामी परमेश्वरको महिमा गर्नको निम्ति विभिन्न भजनहरू गाउँदै क्रिसमसको गीतहरू गाउँदै बसिरहेको थियो धेरै ग्रुपहरू छ उता यहाँ यो गेम चाहिँ फाइनल गेम थियो अनि 4वटा टिमहरू मध्येमा पास हुनुभएकाहरू अनि उहाँहरूलाई फेरि फाइनल टिममा लानुभएको थियो अनि हामीले विभिन्न ठाउँहरूमा फोटो खिचियो अनि ग्रुपमा पनि फोटो खिचियो र फर्स्ट सेकेन्ड थर्डलाई पनि उपहारहरू प्रदान गरिएको थियो जवान भेटघाट सेवा चाहिँ अनि अति नै रमाइलो र आशिषमय भएको थियो परमेश्वर धन्यवाद भएको होस् यसरी नै हामी सधैँ जवानहरू अनि भेटघाट गर्न परमेश्वरले हामीलाई सधैँ सहायता र एकताको निम्ति परमेश्वरले सधैँ एउटै हृदय एउटै मन दिनुभएको होस् आमेन भिडियो हेरिसक्नु भएपछि मेरो भिडियो कस्तो लाग्यो अनि हजुरहरूले लाइक अनि कमेन्ट गर्न सक्नुहुनेछ धन्यवाद गॉड ब्लेस यू ऑल